एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला र आज चाहिँ हामी बिहान उठिकन आज चाहिँ हाम्रो केही काम छैन हौ सन्डे र आज 6 बजिसक्यो। अब हामी चाहिँ खाना पकाउनु आँटेको, खाना त पाकिसक्यो अलरेडी। अब सब्जी पकाउनु छ। हाम्रो अर्ग्यानिक चुलामा चाहिँ यहाँ दुध पाक्दैछ हो। अन्त गर्नु पर्यो भने चाहिँ यस्तो पन्जा लगाएर पनि गरिन्छ नि त हैन। सब्जी पाकिसकेको छ। के पाकिसक्यो? दुईटा सब्जी पाकिसकेको छ, माम पाकिसकेको छ। अब दुध तताउँदै छु। ओके, सब्जी पनि पाक्यो, माम अचार इज रेडी, सुप पनि रेडी छ। अब खानु मात्रै बाँकी छ। यसरी अर्ग्यानिक तरिकाले चाहिँ उचाल्छ ऊ यसरी पुग्छ हो। यस्तो छ हाम्रो चाहिँ अर्ग्यानिक आफ्नै स्वयंको गाईको दुध। दुध चाहिँ कहिले पर्छ सब्जी भनेको यार दुधको कुरा गरेको छैन यार। यहाँ बिरको दुधको ल्याउँछ। सरी गाइस, आफ्नै घरको सुरीले दिएको यहाँ त सुरी हो, यहाँ पर जा। सुरी चाहिँ गाई खोले खाँदैछ पर देख्नुहुँदैछ। सुरी इज हैविंग आवर फूड। जेन्डर बदल दिया यार मैंने। र अब चाहिँ यता चाहिँ खानु हुँदैछ। कस्तो छ मम्मी सब्जी खाना? टेस्टी, मिठो एकदम। आलु सब्जी देख्न सक्नुहुन्छ। बैगुन अचार, बिम्बुरको अचार, दही। मासु चाहिँ खाइन नि मम्मी? न मासु चाहिँ खुट्टा दुख्दैछ नखाएको। ओके, 1-2 दिन मात्रै अनि यहाँ पनि ठिक भएपछि पनि खानुपर्छ। ओके, बिस्तारै खानुहोस्। र आजको मिनिमा चाहिँ यति नै छ, किनकि आज सन्डे थियो नि त, त्यही भएर यहाँ सबैजना छ। एउटा बच्चा चाहिँ के गर्दैछ? खुजाम आबिन सिरियस छ। खै नकाल पार्नु त, नकाल पारिदिनु नि। खालनमा हेलो भन्दैन। आयो हाई ल्याऊ। म त अलिकति हेर। अब फोनको क्यामेरा कालो। मेरो पनि कालै हो त्यसरी। हामीलाई चाहिँ ट्विन्स भन्छ कतिजनाले चाहिँ। सेम म त सेम लाग्दैन तर नि, सेम चाहिँ बिहामा जाने उल्टा भयो नि भरे नि पर त सरमै लाग्दैन। ओके, आज के लिए इतना ही है। सो बाई बाई। तपाईहरु सबैले आजको चाहिँ छोटो ब्लग भयो, किन आज सन्डे थियो नि त, हामी केही पनि गरेन, त्यही कारण केही पनि देखाउनु भएन। सो बाई बाई।